कुखुरा त चोरेर ल्याइयो यो भुत्ला कहाँ फाल्ने हो थाहा पायो भने बिजोग हुन्छ फेरि मेरो हत्तेरीका मिस्टेक जिन्दगी भइहाल्छ नि थाहा पायो भने त अलिक छिटो गरौँ आज त लोकल कुखुराको मासु स्वादले खाइन्छ कसैले थाहा पाउँदैन पो स्वादले यस्तो खाइन्छ कि बरु 3 दिन बिरामी भयो नि उसके कुखुरा त गतिलै पालेर छ नि बुढाले ए साँच्ची अघि धारामा केलाएर भुत्ला राखेको छु त्यो त फाल्नु पर्यो देख्छ नि त मान्छेले लगेर फाल्ने होला त देख्यो भने ती बुढाले फेरि मिस्टेक जिन्दगी भइहाल्छ गाह्रो हो यो चोरचार गरेर खाने यतै फाल्दु यति गरेपछि त कसले पत्ता लाउँछ र यति गरेर फालेर आएपछि त कसले पत्ता लाउँछ र यार तर कुखुरा चाहिँ बुढाले स्वादकै भाले हो के बसै बसो रहेछ नि त बसै बसो आजको दिन त दसैँ हुने भयो मेरो दसैँ लामा ओ लामा कता गएछ यो घरमा पनि छैन जस्तो छ होइन को आयो फेरि हजुर हजुर ओ लामा हत्तेरीका यसलाई यस्तै बेला आउनु पर्ने अब के गर्ने ए भगवान् किन आएको होला त्यो यस्तो बेला के भो ओ लामा बोल्दैनस् त के भो फेरि बेला नकुबेला कराउँछस् त है यसरी नकरा न मलाई गोठसम्म बाल्टी लानु परेको थियो एकछिन बाल्टी दिन्थिस् कि भने बाल्टिन चाहियो रे ए ल बस म ल्याइदिइहाल्छु है ल्याइदिइहाल्छु ती बस है त बस्न चाहिँ ती बस होइन के यो टम्की हेर्छ के हेर्छ क्या बस त्यहीँ बस ल म ल्याइदिइहाल्छु बाल्टी ल्याइदिइहाल्छु हेत्तेरीका यो मुलालाई यही बेला बाल्टी चाहिएको छ फेरि हेत्तेरीका के दसाइ लाग्यो बेला न कुबेला यसलाई बाल्टी चाहिँ किन चाहियो होला त है कहाँ गयो आउँदैन त ए ल चालु बाल्टी ओइ पक त्यो अस्ति हाम्रो घरबाट गाडी लिएर आइदिए नि त्यो गाडी दे मेरै गाडी लान्छु म यो चाहिँदैन के भन्छ यो गाग्री फेरि तेरो गाग्री ल्याएको त हो कि मैले तर आज बाल्टी लिएर जा न तेरो गाग्री म भोलि घरमै पुर्याउन आउँछु म आफै पानी भरेर ल्याउँछु क्या बरु हुँदैन कहाँ अस्ति नै लिएर दिनु पर्ने लिएर दिएछस् अझ होइन क्या म ल्याइदिन्छु हुँदैन हत्तेरीका अब चाहिएला नि अब म ल्याइदिन्छु के हुँदैन म ल्याइदिन्छु भनेको के मिस्टेक जिन्दगी ए भगवान् यो के दशाइला मलाई थाहा पायो भने बुढोले मार्छ छोरेर ल्याएको कुरो कहाँ पुर्यायो होला त गाग्री होइन यो घाम पनि के साह्रो बढ्यो हो खतरा गर्मी हुन्छ त आमा मैले जिन्दगीमा ठुलै मिस्टेक गरेँ कि क्या योभन्दा ठुलो मिस्टेक के होला अब गाग्री लिएर कहाँ पुग्यो यो त्यो बाहुनको अनुहार परे त्यो लामाले गाडी खिचायो कि के हो घरको पनि छ के चाहिँ गरेछ त यो मैले बढी खिचियो जस्तो छ गाडी त धेरै नै खिचायो कि के हो त्यसले तेरा बाउ पुच्यायो गाग्री लामाले त्यस्तै थियो तेरो गाग्री मान्छेको त्यहाँ गाग्री भन्दा महँगो
मासु छ तेरो त्यो मुला 500 गाग्री पुरा गर्छस् के गर्ने होला नि भगवान् यसले गाईले पानी कतिखेर लगाएर दिन्छ गाडी त साँच्चीकै कुचायो कि के हो त्यसले पानी त यति अट्छ त के भयो त आज यस्तो ओहो यो मुला अरू बेला त स्पिड कुदेर हिँड्थ्यो त आज त लिसिङ लिसिङ गर्छ त ओइ छिटो हिँड होइन को करायो जोसुकै कराओस् मान्छेले यहाँ गाडी दिन ढिला भइसक्यो पानी बाटो पनि अप्ठ्यारो छ है यसपालि त जसरी हुन्छ बजेट पार्नु पर्यो बाटोले मिस्टेक जिन्दगी मेरो मासु त्यस्तो दुःख गरेर लिएर आएको झन् पानी बर्बाद चाहिँ भइगयो नि मेरो मासु गाडी मेरो लड्छ यो रोरा आउँछ कुरो के हो कुरो पनि त गाह्रै छ हौ यो पुरेसकाल लाएर होला ढाड पनि साह्रै दुख्ने डाम्न त्यही माथि बिहानदेखि मेरो त्यो लोकल पोथी देख्दिनँ म स्याल डाम्नाले लयो कि आफू बिरामी छु कहाँ चाहिँ गयो त मेरी काली पोथी कहाँ गई फेरि ढाड दुखेर मेरी काली कुखुरो नि भेटिएन अब यसो वनतिर चिराउटुको जडीबुटी खोज्न निस्किनु पर्यो न यतै पो पाइन्छ कि यतै पाइन्छ भने किन जङ्गल गइबस्नु फेरि काली हरायो स्यालले खायो क्यारे म बिरामी यो चिराउटो यतै पाइन्छ जस्तो लाग्थ्यो कता छ त बुढेसकालमा अनेक रोग लाग्ने डाम्ना यसो चिराउटो कुच्याएर झोल मात्रै खान पाए नि अलिकति निको भइन्थ्यो ए डाम्ना मेरो कुखुरोको भुत्लो राम 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 कुन चाहिँ डाम्नाले चोरेर भुत्ला जति खुइल्याएर यहाँ फालेछ नि खत्तम भयो बर्बाद भयो यो कुन चाहिँ डाम्ना होला त ए यो बाहुनको अनुहार पर्या लामा डाम्नाको घरमाथि मेरो कुखुराको प्वाख छ भनेपछि यो चोर नभएर म हुन्छु पख्लास लामा तँलाई म छोड्नेवाला छैन तेरो घरमाथि कुखुराको भुत्ला भेटेपछि चोर कन्फर्म तै डाम्ना होस् पख्लास मैले जानेको छु पख्लास त्यो डाम्ना मेरो कुखुरा चोरेर घरमाथि भुत्ल्याएर फ्याल्ने इन्स्पेक्टर केरा साहब म अन्यायमा परे मलाई न्याय दिनु पर्यो के हो तपाईलाई भन्नुस् के हुनु नि केरा इन्स्पेक्टर साहब मेरो घरको कालो पोथी चोरी भयो कालीलाई चोरेर लगेर काटेर मारी घारीमा भुत्ला जति फ्यालेर खाएछ नि डाम्नाले मिस्टेक जिन्दगी गाउँमा इन्स्पेक्टर केरा हुँदा हुँदै चोर्ने आँट कसले गर्यो भनिहाल्नुस् त कसले हुनु नि इन्स्पेक्टर साहब त्यो बाहुनको अनुहार पर्या लामाको घरमाथि मेरी कालीको भुत्ला भेटियो त्यो डाम्नालाई अनुसन्धानमा ताल्नु पर्यो के इन्स्पेक्टर साहब हजुरले त्यो लामाले इन्स्पेक्टर केरा हुँदा हुँदै चोर्ने आँट गर्यो लिन मसँग त्यही डाम्नो असी साहब त्यसलाई मार्छु म एकछिन तपाईँ रुक्नुहोस् म अनुसन्धान गर्न आउँछु हस् बाहुनको अनुहार पर्या लामा
होइन इन्सपेक्टर केरा असै साहब, मैले कहाँ त्यसको कुखुरा चोर्नु, म त्यस्तो देखिन्छु अनुहारमा। छ कतै चोरेला जस्तो छ अनुहार, त्यसले झुट बोलेको, यो बुढो झुट बोल्दैछ। कहाँ होइन भनेर पाइन्छ, यही हो इन्सपेक्टर केरा साहब, यही हो। यसलाई भाटा लाउनु पर्छ, यो डाम्ना हो। पारे बुढो त हो भन्दैछ त, तँ इन्सपेक्टर केराको अगाडि ढाड्छस्। मिस्टेक जिन्दगी, मिस्टेक त भइहाल्छ नि गल्ती गरेपछि। उठ्याल, हिँड्छौ कि? मिस्टेक जिन्दगी। मिस्टेक जिन्दगी 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 मिस्टेक जिन्दगी यता गयो उता गयो मिस्टेक जिन्दगी तल्ल गयो माथि गयो मिस्टेक जिन्दगी हिँड्दा हिँड्दै लड्दै गयो मिस्टेक जिन्दगी तल्यो दौड्यो भित्तामा ठोकियो हाँस्यो हाँस्यो आफै फेरि रोकियो खोज्यो बाटो अर्को मोडमा पुग्यो जे सोच्यो त्यो भन्दा उल्टो नै भयो मिस्टेक जिन्दगी जिन्दगी जिन्दगी